यो वर्ष मेहनत गरेका किसानहरूले उत्पादन गरेको दूध सरकारलाई बेच्दा पैसा नतिर्या कसले? यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू, त्यो बहसको अपनत्व यहाँका गठबन्धन र यहाँका दलहरूले लिँदैनन् भने यसपल्ट तपाईहरूलाई सुझाव छैन। हाम्रो पार्टी सभापति गृहमन्त्री भएको 3 महिनामा माछा किसानले बजार पाएको थिए, मूल्य पाएको थिए। मैले स्मरण गराउन चाहे, यो वर्ष मेहनत गरेका किसानहरूले उत्पादन गरेको दूध सरकारलाई बेच्दा पैसा नतिर्या कसले? महिला कृषक लक्षित विशेष कार्यक्रम लागू गरिनेछ। त्यो विशेष भने के हो? कति अमूर्त 75 सालमा त्यो विशेष कार्यक्रमले महिला दिदीबहिनीलाई कोरियाको फार्म हाउसमा काम गर्न बाध्य बनाएको छ। नियामक नियुक्तिका लागि चाहिँ एउटा भाग, यो चाहिँ भाग 13 भन्ने ठम्पो बनाइया छ। कहाँको विस्तार? त्यहाँ मार्जिन ल्यान्डिङका कुराहरू छन्, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने कुरा छ, प्रविधि भित्राउने कुरा छ। यो 70 सालमा भएको काम आजसम्म भएको छैन। अनि मैले आएर यो दस्तावेज अहिले पत्याइदिनु पर्ने, मान्दिनु पर्ने?